कति बज्यो अहिले 10:40 10 बजी हिँड्नु भनेको 10:40 हिँड्छ नेपाली टाइम अझै के गर्न लाग्छ साइक सुरु भएर अनि नभए कहाँ कति गाह्रो भइरहेछ त यो त स्टार्टिङ मात्र हो नि फेरि भर्खर हामी यो कुन ठाउँ भयो बजरङ्गी मन्दिर पुग्यो अब यहाँ हाम्रो हाइक सुरु भएको छ माथिसम्म छ त बाटो भएको छ 3 जना भाइहरू हिँड्दैछ जङ्गल फरेस्ट सरजाले हिँड्दैछ धेरै चाहिँ गाह्रो भएर त भएको छैन नि यसपछि कुन ठाउँ आउँछ अरे के गुफा गोरखनाथ गुफा यसपछि कुन ठाउँ अब माथि कुन ठाउँ पुग्छ अब होइन त्यो नगरी कि यहाँ माथि छ नि के पार फर्पिङ लेखेको ठाउँ पुग्छ होइन अब हामी माथि यो चाहिँ हामी फर्पिङ लेखेको ठाउँ पुग्यो है फर्पिङ र खासै नदेख्ने छ फर्पिङ बजार गाह्रो भएछ त ठिक छ यतिको चाहिँ हुनुपर्छ बटरफ्लाई हाइट सही उड्दैन त न्युया भए मलाई सन न्युया होला ख ठुठो ल्याएको कि म उसले जस्तो अहिले पुरानो देसिङ्गाले पुग्यो राम्रो बनाइसकेको छ पार्क पुरानो देसिङ्गाले माछा पनि छ जस्तो छ पुरानो देसिङ्गाले जय देसिङ्गाली माई यो चाहिँ हाम्रो पुरानो देसिङ्गाली मन्दिर पार्क राम्रै बनाएको छ पुरानो देसिङ्गाली यो पुरानो देसिङ्गाली चाहिँ हामी तल बजरङ्गी मन्दिर हुँदै गोरखनाथ गुफा हुँदै आधी घन्टामा यहाँ माथि आइपुगिन्छ चम्पादेवी अनि भस्मासुर जाँदा छु भ्यू भर्खर यहाँ माथि यो चम्पादेवी होला अनि यता यो बाह्रला ठाउँ चाहिँ भस्मासुर डाँडा होला हामी यहाँ जाँदैछौँ हेरौँ कति घन्टामा पुगिन्छ माथि अझै यत्रो हिँड्नु भएको छ हो अब
अब हामी कति बेर छ हौ चम्पाटी पुग्न त्यही माथिको डाँडो हो होइन देखिरहेको टाढो छैन कति घन्टा लाग्ला अन्दाजी 2 घन्टा लाग्छ अझै ल कस्तो घनको जग्गा यति चाहिँ कस्तो अँध्यारो छ क्या अँध्यारो छ त अस्ति उता बागडोर जाने यस्तो कस्तो ल गुफामा आज ठिकै छ त यो बाटो त्यति हाइक आउँदैन क्या है अहिले त्यस्तो बाटै कस्तो पुरा झारी झारी भएको छ त्यही पनि उठाएर त उताको के हात्तीपन रिसोर्ट हुनेर धेरै आउँछ नि त यो फर्मिङको बाटो भएर चाहिँ प्रायःले थाहा पनि छैन होला है बाटो त खर्रै छ त यहाँ खोइ हिँड्ने नहिँड्दो छ यहाँ त सुनसान बाटो छ पुरै ल बाटै पुरै छ क्या त सँगसँगै हिँड है सुनेछ नि अहिले यत्रो जङ्गल छ साह्रै चित्रा चित्रा त आउँदैन ल बल्ल अलिक खुल्ला ठाउँमा आएको छु फेरि यस्तो ठाउँ फेरि आउँछ जस्तो हामीलाई चाहिँ यो भ्यू एकदमै राम्रो लागेको छ सरोजाले चुज गरेको छ यहाँ बसेर एकछिन हामी इनर्जी ड्रिङ्क खान्छौँ भ्यू राम्रै छ यो चाहिँ डल्लो रिम्पुन्चे यहाँ आउँछ होइन त्यहाँको यताबाट भ्यू त खतरा है यत्रो बाटो हिँड्नु रहेछ है हामी है बुढोलु त्यहाँ तल होइन यहाँ तलतिर जस्तो फाइनल्ली 3.5 घन्टा उडाएपछि चम्पा देवी पुग्यौँ आज शनिबार भएर एकदमै क्राउड रहेछ हो त्यहाँ टन्नै चम्पाटी पुग्यो फाइनल्ली देव्यानं सपरिवारस्य फलप्राप्तिकः निमित्तम् अचुकं कालं देव्यानं धनधान्य सहकालीन स्तरविधिः चम्पादेवी प्राङ्गणनवे ग्रस सकुलस्य आयु दीर्घायु राम परिपूरकं स्तरविधिः सहकालीन सरविधि सदा सदा सुखी जीवन बसमा सुधार हामी आएको ऐनबार होइन यहाँबाट आएर यहाँ चन्द्रगिरी गए के चम्पादेवी गएर यहाँ त बिस्तारै अब हामी भस्मासुर जाँदैछौँ भस्मासुर यहाँ त अब कति 1 घन्टा ल च्याउ चम्पादेवीबाट त धेरै टाइम लाग्दो रहेछ त यहाँ आउन लगभग कति हामी 2 बजे निस्क्यौँ 1:50 निस्क्यौँ त्यहाँ 1:50 निस्क्यो भनेपछि अहिले कति भइसक्यो 3:18 भइसक्यो धेरै टाइम लाग्दैछ चम्पादेवीबाट आउन त हामी लगभग भस्मासुर आइपुग्यो है अब आगो बाल्ने तयारी
मासुले मिलाउँदैछ शरद सरले किन यार यहाँसम्म पुगिरहेको त मौसम एकैचोटि चेन्ज भयो यहाँ आउनु बित्तिकै अहिलेसम्म क्या राम्रो भ्यू देखेर अहिले ल पुरै कुहिरहेको छ बाल्न स्ट्रगल भइरहेछ सरोज सर पुरै आगो बाल्न ट्यालेन्ट हुनुहुन्छ दाउरा चाहिँ अलिक त्यो भयो है लाइटर सधैँ ल्याउनु पनि हामीले आगो बल्ला त बाल्नै पऱ्यो नि भन्नु होइन काठहरू त्यसले पुग्ला त नि मैले भर्खर एउटा अर्को ठुलो काठ पनि एउटा त्यहाँ फ्यालेको छु नि ए यस्तो भ्यूमा होइन हामी के गएको छौँ र अहिले आज के बनाउँछ हामी के छ आज हाम्रो चिकन लेग पिस हो ऊ छैन विङ्स अब बल्ल तल्ल बालियो अब सरले छुएँ गर्नुपर्छ होइन ऊ हामी चिकन लेग पिस खाने कि ल बफे हो ल चक्कु ल्याएको छ ओ आए सेल मासु लभर एकादशीको दिन मासु खाएर पनि हुन्छ जुगा चाहिँ खतरा हो क्या सहरले स्ट्रगल आउटो बोले त मासु पाक्यो कटिङ हो अब कटिङमा जाने हो अब यहाँ हाम्रो अहिलेको बफ पाक्दैछ काटिसकेको छ घाम लागेको छ अब अहिले चाहिँ ठिक भयो होइन घाम नलाएर काटौँ ओ है ठिक गर्छ त आगो त खतरा बोलेर हाले ए चिकन मासु खतरा सरसको सेक्वा सरसको यहाँ छ यी मिर्छ ए म्यारिनेट गरे कसले म्यारिनेट गरे सरसमान कर्मचारी हो सेफ चाहियो भने धेरै पछि बनाएको छ होइन हामी कति पैसा आएको यसरी प्यान होइन प्यानबाट उता लटरेमसोर गयो होइन त्यसपछि गरेको छैन जस्तो लटरेमसोर पछिको यही होला होइन प्यान चलाएको त्यसपछि कहिले चलाएको छैन होला आलेले पुरै ओ धुवा धेरै पुक आग्ने हो क्या तेरो फोटो चाहिँ खतरा होला सर बल्यो आएको ठिक स्ट्रगल मासु नपाकेर अब त पाक्छ होला नि मासु लेग पिस होइन लास्टमा हामी क्या यो हसमासु डाँडा फर्किँदाखेरि भ्यू पुरै अब हामी प्याकअप गरिसकेका छौँ हाम्रो मासु अलिकति लास्टमा भिजेको काठहरू भएको भएर अलिकति पाकेन त्यसलाई अलिकति पाक्दैछौँ अब चाहिँ हामी यहाँबाट डाइरेक्ट अब फर्पिङ बजारको लागि तुफान गतिमा जाँदैछौँ होइन त अहिले त्यो पाएको छ कि छैन
पाक्छ यो अब ल ल ल यो पाकेर अब हामी खाएर अब हामी फर्पिङ डाइरेक्ट टु फान 5 कति भइसक्यो अहिले खै 5:15 भइसकेको छ यहीँ हामी भस्मासु डाँडामा भ्यू हेर्नुहुन्छ भने यहाँ पुरै केही देखिँदैन अहिले त ऐनको जस्तो भ्यू त प्याकअप जुगा हेर जुगा 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 हैट निकाल्न हैट